गाडी जाम पछाडि पनि यहाँ मान्छे यहाँ जो साथीकोसँग लफडा भइरहेको अब यहाँ लफडा अब यहाँ लफडा हुन लाग्यो मारामार काटाकाट हुन सक्छ किनकि दुईटाको ग्रुप रहेछ धेरै लामो समयपछि म फेरि ब्याक हुँदैछु 2 महिनापछि फेरि एउटा भिडियो बनाउनु चाहिँ केटाहरूसँग र हामी चाहिँ आज 4-5 जना केटाहरू चाहिँ टक्का यसो भेटघाट गरेर चाहिँ यसो एकतिर जाम भनेर यो राजन दोस्तको घरतिर आइरहेको हामी चाहिँ राजन हाम्रो चाहिँ सन्तोष दोस्त होइन अनि अगाडि चाहिँ विश्रामसँग देखिराखेन होइन एउटा ड्राइभर चाहिँ प्रताप भन्ने चाहिँ भिडियोमा चाहिँ अलरेडी देखिसक्नु भएको छ प्रतापलाई विश्रामलाई पनि देखिराख्नु भएको छ अनि उसो आज फेरि धेरै लामो पछाडि चाहिँ हाम्रो चाहिँ एउटा साथीको व्रतबन्ध पनि थियो हामी चाहिँ त्यहाँ व्रतबन्धमा गएर आइसक्यो र अहिले चाहिँ हामी अफरोड हिँडिरहेको समय त जङ्गलतिर यसो एकतिर गएर चाहिँ चियासा खाएर बसौँ न केटाहरू मिलेर भनेर चाहिँ हामी अहिले यहाँ जङ्गलतर्फ हिँड्दैछौँ टक्क लगाएर कस्तो भइरहेको केटा कस्तो भइरहेको केटाहरूले लास्ट इग्नोर गरे मलाई टाइट इग्नोर होइन के साथी तिमी बनाउनु भिडियो यस्तो यहाँको फेरि डेन्जर छ कि फेरि हामी चाहिँ बाइकमा हिँड्दा चाहिँ अलिक खतरै थियो यहाँको बाटो चाहिँ अब त्यही नि भिडियो चाहिँ हेर्दै गर्नुलाई के कस्तो हुन्छ आजको भिडियो चाहिँ टक्क लगाएर लाइक सब्सक्राइब गरिदिनु होला ताकि क्लिक हेर्दै गर्नु होला मैदीको चाहिँ बल्ल बल्ल चाहिँ अफरोड क्लिन भयो अहिले यहाँ बिचमा हिँडिरहेको छौँ अनि त्यही अहिले यहाँ बेग्रास्थल चाहिँ हाम्रो यता यो साइडमा आउँछ बेग्रास्थल होइन हामी चाहिँ अहिले बेग्रास्थलको साइड हिँडिरहेको छौँ यता मैदीतिर अनि त्यही नै हो अब अघि चाहिँ अफरोड थियो अहिले चाहिँ पिचमा आइसकेको छु केटाहरूलाई चाहिँ कस्तो फिल भइरहेको आमाको केटाले रन गएको गाडी त्यही हो गाडी चाहिँ एउटा बत्तै रन गएको केटाहरू गाडीको चाहिँ फेरि टोइटा भयो वायल पिकअप अपराइट आउँछ कि सो त्यही नै अहिले फेरि हामी चाहिँ अफरोड आइसकेको छ हामी चाहिँ कहाँ जाने भनेर चाहिँ अहिले चाहिँ हामी बेग्रास्थलको पछाडि देख्न सक्नुहुन्छ उताको ब्याकग्राउन्ड होइन त्यो टक्क लगाएर ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ हामी चाहिँ के भयो अफरोड त लास्ट वाइल छ क्या अफरोड लास्ट अफरोड यहाँ अगाडि त पिच छ तिरपल रोड साङखुदी पनि एउटा भ्लग हेर्न सक्नुहुन्छ तपाईँहरूलाई केटाहरूको चाहिँ बोली चाहिँ इग्नोर गरिदिनु होला खडको चाहिँ घर रहेछ क्या खडको घरहरू अनि त्यही नै हामी चाहिँ धेरैचोटि आइसक्यो यहाँ चाहिँ आइन्छ बाइकमा हो सातो जान्थ्यो गाडीमा सातो जाने त्यही नै अब हामी चाहिँ सोह्रतर्फ लगाइरहेको छौँ होइन अगाडिको चाहिँ ड्राइभर चाहिँ देखिराखेन किनकि हामी चाहिँ म चाहिँ ड्राइभरको ट्याक्क पछाडि छु बेग्रास्थलको भ्यू देख्न सक्नुहुन्छ बबाल पछाडिको भ्यू त्यही हो केटा अब अहिले यहाँ टक्क लगाएर यो के भन्छ यो ठाउँको नाम के हो अरे स्याङखुदीको अहिले चाहिँ यहाँ पुलमा छौँ हामी टक्क लगाएर केटाहरूलाई देख्न सक्नुहुन्छ कि टक्कै राजन तिवारी घरिघरि भन्नु चाहिँ पर्दैन होला यहाँ हाइलासको साउ हाइलासको साउ अनि त्यसपछि यहाँ चाहिँ हाम्रो हाइलासको बाउ अनि त्यसपछि यहाँ चाहिँ अनि भ्लगको साउ फेरि भ्लगको साउ उहाँको चाहिँ कति 30K सब्सक्राइब पुगिसकेको छ कङ्ग्रेचुलेसन्स र हामी चाहिँ अहिले चाहिँ यसो फोटोसोट हान्नु भने चाहिँ यहाँ पुलमा झरिरहेको छ सो
सो धेरै दिनपछि फेरि पनि ब्याक भइसकेको छु कृपया फेरि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म अनि केटाहरू चाहिँ त्यहाँ छ म चाहिँ यसो भिडियो बनाऊँ भनेर चाहिँ होइन यता छु यो छ यताको भ्यू चाहिँ अहिले चाहिँ पोखरामा चाहिँ एकदम कि पानी कि लास्ट पानी छ के अरे पानी भन्दा सरी धुलैले गर्दाखेरि चाहिँ पुरै यो के घाम पनि लगाउनु चाहिँ पाएन पानी बोला जस्तो गरेको तर घाम चाहिँ लगाउनु पाएन होइन त्यही नै अब जस भिडियोलाई चाहिँ टक्क हेरेर माया देखाइदिनु होला त्यही नै हो फेरि यहाँ कता यार बाटो हेरौँ धुलै यार त्यही नै हो केटा आयो अब हामी चाहिँ निस्किनु लाग्यो है हामी निस्किनु लाग्यो अब भिडियो सुट हाल्ने धुलै छ विश्राम दोस्तको एकदम ठिक छ खबर सबै दोस्तको के छ खबर कहाँ आउँछ नि आज धेरैको च्याप्टर लङ टाइम नो सी यार कता सेङ्कोजीको अफरोड कुना के अरे धम्पोस आइसक्यो अरे अब मलाई चाहिँ थाहा छैन हाइरक्स सर छौँ हामी चाहिँ अहिले है एसी खाँदै यसो गर्मी भइरहेको एसी खाँदै एसी भोजपुरी सुन्दै होला भोजपुरी सुन्दै यहाँ कपिराइट आउँछ फेरि होइन बाटो हेर्नु सक्नुहुन्छ यस्तो छ बाटो चाहिँ हामी चाहिँ टक्कर आएर पछाडिको ब्याकग्राउन्ड सुन्नुहुन्छ टक्कर आएर यस्तो अफरमा चाहिँ हामी गएको त्यही भएर आएछ हेर्दै गर्नुलाई यहाँ सेङ्कोजीको डाँडातिर टक्कर आएर अफरोड होइन यहाँ केटाहरूसँग त्यही नै हो छ धेरै लामो सकेपछि भिडियोमा आउँदाखेरि चाहिँ लास्ट गाह्रो महसुस भइरहेको किनकि पहिला जस्तो चाहिँ कन्फिडेन्स छैन कि अहिले चाहिँ भ्लग बनाउनेमा किनकि धेरै ग्याप भइसक्यो नि त मेरो पहिला चाहिँ अलिक पिरिन्थ्यो भिडियो चाहिँ अहिले चाहिँ पेरिँदैन जस्तै अब मेवारीको लागि मात्र हो अनि त्यही यहाँ ड्राइभर माइलो माथि चलाउँदै भन्ने चाहिँ यहाँ के हो यहाँ त खतरा सेङ छ त यार गाडी ग्लास पाइन्छ नि हो त्यही नै हेर्नु खतरा यहाँ डेढिङ सिनी जस्तो ठाउँ छ त यो त खतरा छ यार ठाउँ त यहाँ डेढिङ यहाँ पहिलाको बुढाहरू चाहिँ यहाँ डेढिङ जाँदाखेरि यस्तो बाटो जान्थ्यो कि अनि यहाँ चाहिँ खतरा सुरुङ जस्तो छ यहाँ चाहिँ होइन त्यही नै अब यहाँ हाइलक्सको आवाज सर भने जस्तो यहाँ चाहिँ अगाडि चाहिँ हाइलक्स छ साथीको चाहिँ हाम्रो बाइक चाहिँ तलै राखिसक्यो जस्तो एउटा चाहिँ हल्का मेमोरी गरौँ भनेर चाहिँ होइन टक्कै यहाँ हाइलक्सको लुक्स देख्न सक्नुहुन्छ तपाईँहरूले त्यही नै हो बाइक भिडियो चाहिँ हेर्दै गर्नु होला बिग्रेर यहाँ केटाले यहाँ गाडी रोकेर यहाँ बनाउँदैछ होइन यो थुप्रो गाडी बिग्रियो यो हाइलक्स बिग्रिसक्यो यो यस्तो भइसक्यो बिग्रियो टक्क लाएर बक्समा चढे जस्तो पो बक्स भन्ने यार त्यही नै अब टक्कै अब गाडी थोत्रो गाडी बिग्रिसक्यो अब कति बेला बनियो थाहा छैन त्यही नै अब हामी चाहिँ चलिन्छ त्यही नै हो गाइस हामी यहाँ डाँडा हिँड्दै अफर चाहिँ सकिएन कि कति पनि जस मोबाइलमा चार्ज थिएन भने चार्ज गरिरहेको छु अनि यहाँ विश्राम आत्तिनु त आत्तिएन के तिमी आत्तिएन ड्राइभरहरू चाहिँ अगाडि छन् दुईजना ड्राइभर हुँदैन होइन ड्राइभर खल्सहरू हामी चाहिँ पछाडि चाहिँ इन्जोय गरिरहेको छौँ होइन केटाहरू राम्रोसँग चला है गाडी फेरि पल्टाउँदाखेरि यहाँ भिडियो भइरहेको जे पाइदिनु होला फेरि है यो त जान्छ फेरि युट्युबमा सिधै हो अब चाहिँ हामी अब त्यही हो केटा अब हामी चाहिँ निस्किरहेको छौँ यहाँ अफोर्डै नसकिने हेर्न कसरी हल्लो काम हो हल्लिएको गाडी जस्तै कि चलाउनु बिचबाट छोडेर फोरेको अफरोड गाडी भनेर अनि भिरमा चढाउने कुरो त पोखरा एरियामा नि यस्तो अफरोड रहेछ कि चाहिँ स्याङखुदी अनि त्यसपछि यो बेग्रास्थलको पछाडि पर्छ धम्पुस रे ल केटा धम्पुस भन्छ है यहाँ तल चाहिँ झिलिमिली रहेछ है घान्द्रो गाउँछ अब एकछिन पछि यहाँ केटाहरूले अब यो ठाउँको नाम पनि चेन्ज गरिदिइसके अब एकछिन हामी यहाँ मर्दी पत्तरले उस्तै पऱ्यो भने यहाँ बोट पनि लिएर टाँसिदिन्छ नभए धम्पुस त्यही नै अब जो छ हेरेर गर्नलाई अफर चाहिँ सक्यो छैन यहाँ अझै ल्याइसक्यो
जस ड्राइभरले चाहिँ राम्रो चलाएको छ हैन ड्राइभर चाहिँ जस राम्रो ड्राइभर चाहिँ जस राम्रो रहेछ ड्राइभर पहिला चाहिँ ड्राइभर खलासीको काम छ भने दुईटा केटाहरू चाहिँ अगाडि छ खलासीको काम या ड्राइभरको काम चाहियो भने चाहिँ दुईजना अगाडि छन् केटाहरू अब हामी त गाडी हो यार त्यही नि हो केटाहरू त्यही अरू अब हेर्दै गर्नु होला 5 लाख त बाइक 5 लाख टायर ल त्यही नै हो केटा अब चाहिँ बाँकी भिडियो हेर्दै गर्नु लागि अहिले अलि कस्टमर कुरो पछि याद ब्लग फेरि सुरु हुन्छ त्यही नै हेर्दै गर्नु ल ल बाइ 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 है मेरो साइड है हामी त अगाडि पनि चल्छ साइड साइडमा छ हामी यो सय पछाडिको भ्यू हेर्न सक्नुहुन्छ त्यही नै हो गाइस यो चाहिँ यस्तो सागरो बाटोमा हिँडिरहेको छ न एउटा गाडी फ्याटा हुन्छ मेरो मोबाइलमा पठाइदिन्छ फेरि गाडी कम गएको हामी यहाँ माझीकुना आइसकेको छ केटा घुम्दा घुम्दै कता कता केटाहरूले कहाँ ल्याउँछ थाहा नै छैन ठेगानै छैन केटाहरूको चाहिँ ड्राइभर चाहिँ अलिक पाइन्छ सालको पछाडितिर चाहिँ यसो माझीकुनामा बबाल पछाडि धुलै हुनु सक्नुहुन्छ अब त्यही नै अब चाहिँ टक्क लगाएर हामी किन विश्राम जस्तो चस्मा देखेर यतातिरको चाहिँ पागल भइरहेको मान्छेहरू चाहिँ पागल हुनसक्छ केटीहरू विशेष गरी चाहिँ होइन बसिलाउनु पनि सक्छ त्यही यहाँ चाहिँ होटल रहेछ अब त्यही हो तपाईँ हेर्नु सक्नुहुन्छ भ्यू चाहिँ बबाल छ नि फेरि भ्यू तपाईँहरू बबाल छ नि है त्यही नै केटा अब हेर्दै गरौँ ताल हेर्नु सक्नुहुन्छ बबाल लभली तरिकाले ताल हेर्नु सक्नुहुन्छ हामी चाहिँ माझीकुनाबाट चाहिँ फेरि फर्किनु लाग्यो अहिले चाहिँ अनि त्यही हो अब यहाँ अब विशेष भिडियो चाहिँ अन्त्यमा आइसकेको छ भिडियो चाहिँ अहिले हामी माझीकुनाको जङ्गल छ उता चाहिँ माझीकुना हामी चाहिँ यहाँ त पुरै है बाटो बन्दै रहेछ त आमामा खतम रहेछ हाइको रोड चाहिँ यस्तो भयो भने टायर लड्किन्छ नि त बाइक मान्छे त ह्याम्पर गर्छ नि त अनि चाहिँ अगाडिको चाहिँ माझीकुना भइहाल्यो अनि यहाँको चाहिँ रोडहरू चाहिँ बन्दै रहेछ नेपाल चाहिँ तीव्र रूपमा चाहिँ अगाडि बढ्दैछ भन्ने चाहिँ यही कुराले पनि थाहा हुन्छ अहिले यहाँ चाहिँ पेटनाथ सिङ यो चाहिँ माझीकुना हो यहाँको चाहिँ रोडहरू बन्दै रहेछ त्यो चाहिँ यहाँको भ्यू हेर्नु सक्नुहुन्छ सर्ट पाहाडमा बगाल गरे होइन त्यस भ्यू चाहिँ बगाल छ माझीकुना चाहिँ धेरै मान्छेहरूलाई थाहा छ होला थाहा छैन भने गर्नुलाई चाहिँ बगाल छ माझीकुनाको ठाउँ चाहिँ यहाँको चाहिँ रोडहरू चाहिँ बन्दै रहेछ यहाँको रोडहरू वाट बन्दैछ यहाँबाट चाहिँ लास्ट धेरै छ तर महँगो पनि छ यतातिर किनकि यो चाहिँ टुरिस्ट एरिया भएर पनि महँगो होला होइन त्यही नै यहाँखेरि ड्राइभरले गाडी चलाउनु नआएर जान्छ अरे ड्राइभरले गाडी चलाउनु नआएको कि हामी बहिनी मान्छेले बस्न नआएको ड्राइभरले गाडी चलाउन आयो खले जान्ने हो यस्तै होइन जे सिकायो नि तिमी चाहिँ खल्नु भएर बसिरहेको उहाँ चाहिँ त्यही हो अब जुस अगाडिबाट गाडी आएर हल्का साइड दिनु पर्ने हुन्छ अब जुस अब गाडी कि ब्याग जानुपर्ने हुन्छ कि हामी ब्याग जानुपर्ने हुन्छ त्यही नै आएछ अब अगाडि चाहिँ टक्क हिँडिरहेको गाडी जाम पछाडि पनि यहाँ मान्छे यहाँ जो साथीकोसँग लफडा भइरहेको अब यहाँ जुस लफडा अब यहाँ लफडा हुनु लाग्यो मारामार काटाकाट हुनसक्छ किनकि दुइटाको मुख रहेछ पछाडि पनि जस गाडीले चाहिँ कराइराख्यो कि यहाँ जस यसो मोबाइल चार्जर चाहिँ यसो हालिदिनु है
उता अगाडि पनि जान पछाडि पनि जान अब गाह्रो हुने भयो प्रताप बाबुलाई के गाह्रो हुन्छ र ल यति ब्याक गर्न नि त्यही नि यस केटाहरू चाहिँ गाडी ब्याक गरेर चाहिँ यहाँ चाहिँ जाम हुन लागिसक्यो अघि नि तिमी म यही तल हौ यस्तो गाह्रो हुन्छ गाडी चलाउने मान्छेलाई जोस होइन हामी चाहिँ जोस हो तर ढिलो हुन्छ होला जोस जाम भएर जोस अब यति बेला चाहिँ हामीलाई चाहिँ सहज हुन्छ कहाँ स्कुल डायमन्डको स्कुल चाहिँ आउँदो रहेछ है केटा गाडी चलाउन हामी चाहिँ बसेर आमा बेगनास लगाइसकेको छौँ र त्यही हो यहाँ केटाहरूसँग अब जुस चियासिया खाने अनि त्यसपछि घरतिर चल्दिने त्यही हो भिडियो चाहिँ अब इन्ड हान्नुपर्ने हुन्छ हामीले सो भिडियो चाहिँ के कस्तो हुन्छ टक्क लगाएर हेरिदिनु होला माया देख्ने ल त्यही त हो थ्याङ्क यू